ओके सो एकचोटि फेरि स्वागत छ तपाईँहरूलाई मेरो यो च्यानलमा। मैले गरेको रिभ्यू यदि मनपर्छ भने तल मनपर्छ भनेर यसो लेखिदिनुहोस्, रमाइलो हुन्छ। हिजो रातभरि नसुती एउटा मुभी हेरेँ। एकजना हाम्रो अत्यन्त प्रिय दाइले यो मुभी हेर, यसको बारेमा केही भन भनेर भन्नुभयो। हुन त मैले यो मुभी हेरिसकेको थिएँ पहिला नै, कुन मुभी हो भनेर मैले भन्छु तपाईँहरूलाई। एउटा हिन्दी मुभी हो होइन। हिजो 12 बजीसम्म बसेर हेरियो, अघि चिसो पनि लागेको छ, त्यसरी म ज्याकेट भिरेर आएको छु। यो के हो भन्नुहुन्छ भने यो देखाएको चाहिँ यसमा यो नुन भुटेर राखेको छ। यसले आँखा यसरी सेक्यो भने तपाईँको यसमा चिसो लागेको कम हुन्छ भन्ने कुरो आयो। खैर यी कुराहरू हुँदै गर्छन्। आज मैले गर्न आँटेको मुभी चाहिँ यो मुभीको बारेमा म के भन्न जान आँट्दैछु। युट्युबमा पनि छ, यदि कसैलाई हेर्न मन लाग्छ भने प्लिज गो होइन। यसलाई आँखोदेखि भन्ने एउटा मुभी छ। यो मुभी चाहिँ तपाईँको यो हाम्रो यो क्यारेक्टर यदि कसैलाई थाहा छ भने यो क्यारेक्टर हाम्रो सञ्जय मिश्रा, वान अफ द फाइन एक्टर। र डिरेक्ट चाहिँ यो हाम्रो यो साथी रजत कपुर भन्ने साथीले गर्नुभएको। हुन त म के अरे फिल्ममा पनि खेलेको छ होइन, एज अ एउटा कास्टको रूपमा दाजुभाइको रोलमा छन् दुईजना। यो मुभीमा पहिला सुरुमा सर एकचोटि भनिदिन्छु 1-2 मिनट लगाएर यो मुभीको बारेमा, अनि त्यस पछाडि यो मुभीले भन्न खोजेको के हो र मलाई कसरी छुन्छ यो मुभीले भन्ने कुरा थोरै डिस्क्राइब गर्छु है त। यो मुभीको सुरुमै एउटा यहाँ केही भनेको छ, पहिला त्यो म तपाईँहरूलाई त्यो सुनाउँछु है त। यहाँ सुनौँ। यो मुभी यदि कसैले हेरेको छ पहिला नै साह्रै राम्रो मुभी छ। मुभीले सिकाउन खोजेको कुरा जस्तै मलाई चाहिँ किन छुन्छ त यो मुभीले भन्दाखेरि, हेर्नुहोस् गाइज, म लगभग 40 वर्ष पुगिसकेँ होइन। 40 वर्ष कटिसकेपछि मान्छेले आफ्नो एउटा बाटो खोज्दो रहेछ क्या। किनभने अन्योल छ नि त मान्छे, कुन बाटो सही कुन बाटो गलत होइन। अर्काले देखाएको बाटोमा हिँड्ने कि नहिँड्ने, आफ्नै बाटो निर्माण गर्ने कि भन्ने धेरै कुराहरू मनमा त हाम्रो त अहिले डेली लाइफमा आउँछ नि त होइन। यो नोइज छ वरिपरि, यो जुन यो कोलाहल छ होइन, कसैले के भन्छ, प्लस एउटा फ्यामिली लाइफमा भइसकेपछि सर्टेन जिम्मेवारीहरू, रेस्पोन्सिबिलिटी, गर्नुपर्ने कुराहरूदेखि लिएर यथावत कुराहरू हुन्छन् जिन्दगीमा होइन। हो त्यसको बिचमा आफ्नो सत्य, आफ्नो मनलाई छुने सत्य चाहिँ के हो त भन्ने कुरा त कसैलाई पनि थाहा छैन नि त होइन। किन थाहा छैन भन्दाखेरि सबैको बाटो आफ्नो हुनुपर्छ, आफ्नो छ होला। सो यो फिल्मले कता त्यही कुरालाई बताउँछ। खै सो यो फिल्म सुरु हुनुभन्दा अगाडि एउटा केही यहाँ सञ्जय मिश्राको डायलग छ, त्यो डायलग चाहिँ सुनौँ है के भन्छ। यो जुन फिल्मको यति बोलेको छ, यो लाइन तपाईँको फिल्ममा लास्टमा भन्छ एकैचोटि, लास्टमा ठ्याक्कै यही कुराहरू रिपिट हुन्छ र बिचमा मुभी छ, दुईवटा डायलगको बिचमा मुभी छ। खै मुभीको बारेमा थोरै भनौँ। मुभी के हुन्छ भने यी दुईजना दाजुभाइ हुन्छन्, एउटै घरमा बसेको हुन्छन् होइन। एउटा लोवर क्लास फ्यामिली जस्तो हुन्छ, सर्टेन काम गरेर हुन्छ। ऊ चाहिँ एउटा ट्राभल एजेन्सीमा काम गर्छ र उसको एउटा सिद्धान्त के सुरु हुन्छ भने, जुन कुरा मेरो लागि ठिक हो, जुन कुरा मैले अनुभव गर्छु, मैले एक्सपिरियन्स गर्छु, त्यसलाई म मात्रै चाहिँ आफ्नो सत्य मान्छु भनेर ऊ हिँड्छ। मान्छेले कसैले उसलाई पागल भन्छन्, जागिरबाट निकाली पनि दिन्छन् होइन। किनभने कसैलाई फ्रान्स जानुपर्ने हुन्छ, टिकट बुकिङ गर्नुपर्ने काउन्टरमा हुन्छ, फ्रान्सको वेदर कस्तो छ भनेर भन्दाखेरि उसले म त गएको छैन, मलाई थाहा छैन भनेर भन्छ। किनभने उसले जे कुरा देख्छ, जे कुरा भोग्छ, उसलाई मात्रै सत्य मान्छ। मान्छे जस्तो तास खेल्छ, किनभने तास खेल्दा उसलाई आनन्द आउँछ। उसले अरूलाई के पनि भन्छ भने यो कुरा, जुन कुराले मलाई आनन्द आउँछ होइन, तपाईँहरूलाई नहुनसक्छ होइन। जुन कुरा मेरो बाटो हो, मेरो सत्यको खोज हो, त्यो कुरा तिमीहरूको नहुनसक्छ। खैर रिसेन्टली म अहिले छुट्टी पनि छ मेरो, मैले दुईवटा किताबहरू पनि पढिरहेको थिएँ। जस्तै ओशो रजनीशको किताबहरू भयो, यसमा पनि त्यही कुरा भनेको छ कि होइन। मेरो सत्य र अर्काको सत्य बेग्लै हुनसक्छ होइन। मैले देखेको रातो रङ र तिमीले देखेको रातो रङ बेग्लै हुनसक्छ होइन। खैर त्यसको अगाडि जुन शब्दको प्रयोग गरिन्छ रातो भनेर, रातो भन्ने बित्तिकै एउटाको माइन्डमा अलिकति गाढा रातो होला, अर्कोको माइन्डमा अलिकति कम रातो होला। सो भन्न खोजेको अर्थ बेग्लै मान्छेको लागि बेग्लै आफ्ना सत्यहरू छन्। र त्यसै गरी यो सञ्जय मिश्राको लागि पनि आफ्नो जीवनको लागि सत्य बेग्लै छ। र एउटा
मिडल क्लास फ्यामिलीमा हुन्छ, आफ्नो छोरीको बिहे गराउनुपर्ने हुन्छ, बिहे गराइ पनि दिन्छ। बिहे गराइसकेपछि उसलाई के लाग्छ भने मेरो जिम्मेवारी एउटा केही हदसम्म सक्यो भनेर लास्टको सिनमा म तपाईँहरूलाई एउटा लास्टको सिन देखाउँछु हैन। मैंने फैसला कर लिया है। यो ट्रेलर हो। लास्टको सिनमा बुढाबुढी हिँडिरहेको हुन्छन् हैन, यहाँनिर यो सिनमा नि एकचोटि हेरौँ। सारी झंझटों से दूर, अलग। मुझे तो लग रहा है मैं उड़ रहा हूँ। अब यतिखेर उसले के भन्छ भने मुझे त लग रहा है मैं उड रहा हूँ, म उडिरहेको छु भनेर भन्छ र उसको बुढी हाँस्ने भयो क्या। किनभने जिन्दगीभर उसले एउटा के बाछा लिएको थियो भन्दाखेरि जुन कुरा म देख्दिनँ, जुन कुरा म भोग्दिनँ त्यसलाई म मान्दिनँ भनेर भनेको थियो, र जुन कुरा म देख्छु त्यही मेरो सत्य हो भनेर उसले अठोट एउटा आफूलाई हैन एउटा स्ट्यान्ड लिएको थियो नि त। र बुढी हाँस्थे। किन हाँस्यो भन्दाखेरि मैं उड रहा हूँ भन्दाखेरि त तुमको भनेर भन्छ। बुढीले के भन्छ भने त उड्ने कुरा गरिरहेछस् तर उडेको छस् त अहिलेसम्म भनेर उसले सोध्छ। त्यस पछाडि उसको दिमागमा चल्छ एन्ड देन उसले यहाँबाट हाम फाल्छ क्या। अब किन हाम फाल्छ त भन्दाखेरि उसलाई उडेको कस्तो हुन्छ त, उड्नु भनेको के हो भन्ने कुरा अनुभव लिन मन लागेको हुन्छ। सुरुमा कति डराउँछ हेर्नुहोस्, यो सिन हेरौँ है त एकछिन। यतिखेर अब एकदम डराउँछ किनभने रियालिटीसँग उसले फेस टु फेस गर्यो नि। हामी डराउँछौँ क्या कति कुराहरू। यो मुभी किन मलाई एकदम मनपर्छ भने हाम्रो डर, हाम्रो रियालिटी, हाम्रो अस्तित्वसँग अगाडि हेर्न एकदमै डराउँछौँ। म को हुँ, म भित्रबाट को हुँ त हैन। जस्तै भित्र मेरो घृणा छ होला, त्यो घृणा बाहिर यदि कसैले राख्दियो भने म त्यो घृणित व्यक्ति देख्छु नि त हैन। जस्तै फर इक्जाम्पल म एउटा व्यक्ति छु, मेरो भित्र ईर्ष्या होला, मेरो भित्र हैन क्रोध होला, मेरो भित्र माया पनि होला हैन। तर जुन कुराहरू हामी दबाएर राख्छौँ, समाजले हामीलाई के भन्ला, यो कुरा हामीले दर्शायौँ भने, यो कुरा अगाडि ल्यायौँ भने हामीलाई समाजले कस्तो नजरले हेर्ला भनेर जुन कुरा हामी दबाएर राख्छौँ, यदि त्यो कुरा बाहिर निकालेर यसरी हामी ऐना जसरी यसरी हाम्रो दर्पण, हाम्रो रिफ्लेक्सन हामीले अगाडि हेर्न सक्यौँ भने हामी डराउँछौँ क्या। किनभने द्याट इज द रियालिटी, त्यो रियालिटी हो नि त। तर त्यो रियालिटीलाई हामीले फेस गर्नै सक्नुपर्छ। एउटा प्रसिद्ध फिलोसोफर कार्ल युङले पनि भनेको थियो फेस योर स्याडोज भनेर। आफ्नो स्याडो, आफ्नो भित्री लुकेको जुन यो दबिएर बसेका इमोसन्सहरू छन् हैन, रिप्रेस्ड इमोसन्सहरू छन्, त्यसलाई हामीले यदि हेर्न सकेनौँ, त्यसलाई हामीले फेस टु फेस गर्न सकेनौँ भने हाम्रो मोक्ष प्राप्ति हुँदैन। सो यतिखेर पनि ऊ डराउँछ। अब एकचोटि हेर्नुहोस्, किनभने उसले आफ्नो रियालिटी फेस गर्यो क्या। त्यो डरायो, बिस्तारै शान्त हुन्छ। आखिर यो डर त मेरै एउटा पार्ट हो नि त भन्ने कुरा पनि बुझ्नुपर्छ हैन। एउटा फेमस फिलोसोफरको कुरा याद आयो। मैले अस्ति एउटा किताब पढिरहेको थिएँ, जे कृष्णमूर्ति, युजी कृष्णमूर्ति। उसले पनि भनेको छ क्या, अब्जर्भर इज द अब्जर्भड भनेर भन्छ हैन। यो कुरा बुझ्न मलाई यति गाह्रो भयो, म अझ पनि बुझ्न ट्राई गरिरहेको छु। यो जुन डर छ, त्यो डर म भन्दा बेग्लै छैन क्या, यो डर मै हो। र जब मलाई थाहा हुन्छ कि यो डर मै हो, ड्युअलिटी, स्पिरिचुअलिटीमा ड्युअलिटीको कन्सेप्ट जब सिङ्गुल्यारिटीमा चेन्ज हुन्छ, हामी के कन्भिन्स हुनुपर्छ भने यो जुन मेरो थटले गर्दा डर पैदा गरिरहेछ, यो त थट पनि मै हो भनेर जब थाहा हुन्छ, मान्छे शान्त हुन्छ। र गरेको छैन उसले, सबै कुरा रियालिटीको कुरा गरेको छ। कहीँबाट हाम फाल्दाखेरि जुन हावाले तपाईँको आँखामा हान्छ हैन, हो त्यो सब ती वास्तविक कुरा हुन् क्या। हामी हाम्रो जिन्दगीमा धेरै कुराहरू हामी इमेजिनेसनमा अल्झिएर सफरिङ हामी आफैलाई निम्त्याउँछौँ। किन भन्दाखेरि हामी यो जुन यो सोचको सञ्जाल छ त्यसमा हामी डुबिरहन्छौँ। कहिलेकाहीँ त्यो पनि विचार गर्नुपर्छ हामी। यस्ता मुभीहरूले कहिलेकाहीँ हामीले नसोचेका कुराहरू पनि हाम्रो भित्र जीवनको भित्रको जुन लेयर हुन्छ त्यसलाई उक्क्याउने काम गर्छ, त्यसलाई कोट्याउने काम गर्छ। त्यही कारणले गर्दाखेरि यो मुभीले मलाई मेरो जिन्दगीमा वान अफ दि इम्प्रिन्ट छोडेको छ। मैले भने त यो मुभी पहिला पनि हेरेको, मलाई एकजना दाइ, हाम्रो असिम दाइ भनेर उहाँले रिकमेन्ड गर्नुभयो होइन, राम्रो छ यो मुभी। सो रजत कपुरले बनाएको मुभी हो, फेरि मैले भने वान अफ दि बेस्ट मुभी हो। यस्तो मुभी पनि हेर्नुपर्छ, एकदमै क्लासिक मुभी हो। खैर एकचोटि टाइम छ भने हेर्नुहोस्, राम्रो छ मुभी हैन। त्यति भन्दै आजको लागि बिदा चाहन्छु। धन्यवाद।